नमस्ते, मेरो नाम फुलमाया तामाङ। म गान्तोक सिक्किमबाट। सानो अनलाइन बिजनेस छ हो, के भने बडीको कुर्सी। यो चाहिँ मैले सिकेको, अब क्लास गरेको चाहिँ होइन, त्यसै अब अरूले गर्दाखेरि, अरूले बुनेर लगाएको देख्दाखेरि मैले पनि यसो हेरेर चाहिँ सिकेर गरेको। धागोहरू ल्यायो, ठन्डा महिनामा बुन्यो, नानीहरूलाई मोजा स्वेटर टोपीहरू चाहिँ लगाएर आफै बुनेर लगाइदिन्थेँ। अन्त म चाहिँ अब त्यसै घरमा त्यतिकै टाइम पासको लागि धागोहरू लिएर कहिले बुनेर राख्थेँ हो, अन्त यसो साथीभाइ आउँदाखेरि यसो गिफ्टहरू दिन्थेँ। अब चाहिँ नानीहरू पनि ठुल्ठुलो भयो र अलिक टाइम पायो र अलिअलि अन्त बुन्न थालेको। अहिले चाहिँ अन्त छोराहरूले अनलाइनमा बिजनेस हुन्छ भनेर भन्यो, त्यहाँदेखि अलिअलि बुन्न थालेको। अन्त बुनेर छोरीहरूले अनलाइनमा हाल्छ, बेच्छ। अलिक अनलाइनमा यसो बिजनेस पनि भयो, त्यसले गर्दा अलिअलि बुनेर बेच्दैछ रहेछ। अनलाइनमै बिजनेस पनि हुन्छ र आफ्नो छोराछोरीहरू छ भने उनीहरूलाई भनेर उनीहरूले गर्न लाउनुहोस्। म पनि त्यही गर्दैछु अहिले। छोरीले यसो गरिदिन्छ अनलाइनमा हालेले, तपाईँहरूले पनि त्यस्तै गर्नुहोस् भनेर म त्यति मेसेज दिन्छु।